25 अप्रिल 2013 बाट जापानको ओसाकामा ओसाका वर्ल्ड एक्सपो सुरु भइरहेको छ। यो प्रोजेक्टको लागि जापानिज गभर्नमेन्टले 235 बिलियन भन्दा धेरै खर्च गरिसकेका छन् भने 6 महिनासम्म चल्ने यो एक्सपोमा विश्वभरिबाट 3 करोड भन्दा धेरै मान्छेहरू आउने अनुमान गरिएको छ। जापानको वर्ल्ड एक्सपो खास किन छ भने यो एक्सपो प्रत्येक 5-5 वर्षको अन्तरालमा एकचोटि मात्रै गरिन्छ। 2020 को वर्ल्ड एक्सपो युएई को दुबईमा गरिएको थियो। युएईले 2020 को एक्सपोमा 18 बिलियन भन्दा धेरै खर्च गरेको थियो। 2025 को ओसाका एक्सपोमा अमेरिका, इन्डिया, साउथ कोरिया र अरु थुप्रै 157 भन्दा धेरै देशहरूले पार्टिसिपेट गरेका छन्। यो एक्सपोमा प्रत्येक देशहरूले आफ्नो देशको कल्चर, टेक्नोलोजीलाई विश्वसामु देखाउनको लागि युनिक पेभिलियन बनाएर एक्सपोमा राख्छन्। पेभिलियन भनेको प्रदर्शनीमा कुनै पनि देशको कल्चर, टेक्नोलोजी र हिस्ट्रीलाई रिप्रेजेन्ट गर्नका लागि बनाइएको मूर्ति, मन्दिर वा डिजाइन हो। ओसाका एक्सपोको अफिसियल रिपोर्ट अनुसार अहिलेसम्मको सबैभन्दा महँगो पेभिलियन चाइना र जापानले बनाएका छन्, जसमा चाइनाले आफ्नो पेभिलियन बनाउनका लागि 220 मिलियन र जापानले 250 मिलियन भन्दा पनि धेरै खर्च गरेका छन्। तर उनीहरूले यति धेरै खर्च गरेर के बनाएका छन् त्यो कुरा अहिलेसम्म पनि सिक्रेट नै राखिएको छ भने अझै पनि 4वटा देशहरूको पेभिलियन बन्न बाँकी नै छ र ती देशहरू हुन् नेपाल, इन्डिया, भियतनाम र ब्रुन्डाई। तर यिनीहरू मध्ये पनि नेपालको पेभिलियनको कन्स्ट्रक्सनको कामलाई ओसाका एक्सपोले थोरै समयका लागि रोकिदिएको छ किनभने नेपाल गभर्नमेन्टले पेभिलियन कन्स्ट्रक्सनको फी तिर्न सकेको छैन। त्यसैले उनीहरूले नेपालको पेभिलियनलाई होल्डमा राखेका छन्। जब उनीहरूले एम्बेसीमा फोन गरेर पेमेन्ट गर्न भन्छन्, नेपालको तर्फबाट छिटै नै तिर्छौं भनेर आश्वासन मात्र दिइरहेका छन्, तर पेमेन्ट अहिलेसम्म पनि भएको छैन। नेपाल सरकारसँग पैसाको सर्टेजको कारणले नेपालको तर्फबाट पैसा तिर्ने कुरामा ढिलासुस्ती गरिएको छ। के लाग्छ तपाईहरूलाई? के नेपालले पनि चाइना, अमेरिका र जापानले जस्तै महँगो र फ्युचरिस्टिक पेभिलियन बनाएर विश्वसामु देखाउन सक्ला त?